मधुमेह भएका व्यक्तिहरूलाई कहिलेकाहीँ बसेर जुरुक्क उठ्दाखेरि रिङ्गटा लागे जस्तो हुने वा बेहोस हुम्ला जस्तो हुने भइरहेको हुन्छ। यो उठ्दाखेरि ब्लड प्रेसर लो भएर हुने समस्या हो। मधुमेहले ब्लड प्रेसर नियन्त्रणमा राख्ने नसाहरूमा असर गर्यो भने प्रायः यस्तो हुन्छ। यसबाहेक केही उच्च रक्तचापका औषधिहरूले पनि यस्तो लक्षण दिन्छन्। त्यसै गरी शरीरमा हेमोग्लोबिनको मात्रा कम भयो भने, सोडियम र पानीको मात्रा कम भयो भने पनि यस्तो लक्षणहरू देखा पर्न सक्छ। यस्ता व्यक्तिहरूले गर्मीमा लामो समयसम्म बाहिर उभिरहनु हुँदैन। बसेर उठ्दाखेरि पनि बिस्तारै उठ्ने गर्नुपर्दछ। कोही मान्छेहरूलाई खुट्टामा लगाउने कम्प्रेसन स्टकिङ लगाउँदा पनि यसबाट राहत मिल्छ। यसबाहेक खुट्टाको एक्सर्साइजहरू जस्तै स्ट्रेन्थनिङ एक्सर्साइज, टेन्सिङ एक्सर्साइज वा प्री एक्टिभेसन एक्सर्साइज गर्यो भने पनि यो लक्षणबाट मुक्ति पाउन सकिन्छ। यही लक्षणकै लागि भनेर अलग्गै औषधि पनि पाइन्छ, तर प्रोस्टेटको समस्या भएको या हार्टमा ब्लकेज भएका व्यक्तिहरूको लागि त्यो औषधि उपयुक्त हुँदैन।